बलात्कार भएको 1 वर्ष भइसकेको रहेछ। यत्रो टाइमसम्म चाहिँ के हेरेर बसेको होला? सक्कीगनीको कलाकार बलेको करियर कतै सकिने त होइन। कलाकार सागर लम्साल बलेमाथि बलात्कारको आरोप लागेको छ। एकजना अमेरिकामा बस्दै आउनु भएको संगम विष्ट नामक एकजना चेलीले अचम्म सागर लम्साल उफ बले जो चाहिँ भद्रगोल भन्ने एउटा टेली सिरियलको एकदम चर्चित कलाकार। बलात्कारको आरोप लागेपछि 5 पाण्डाबाट बले आउट। चलचित्रमा उनी भएको दृश्य सबै काटिने, कुनै पनि नदेखाउने। तिमीहरूले आफ्नो बहिनी आफ्नो छोरीहरूलाई यो बारेमा सिकाएका छौ? कसैको जिन्दगी बर्बाद पारेर कस्तो महसुस हुन्छ भनेर सागर लम्साल छेत्री बलेलाई चाहिँ ट्याग गरिएको छ, मेन्सन गरिएको छ। आजभन्दा 2 वर्ष पहिला अमेरिकामै आफ्नो स्वास्थ्य बिग्रिएकै बेलामा आफ्नो फ्यामिली मानेको, फ्यामिलीले दशकौंदेखि चिनेको, आफूले दाइ मानेको भन्दै सागर लम्साल बलेले आफूमाथि रेप गरेर नेपाल गएको भनेर स्ट्याटसमा पुरै खुलाउनु भएको रहेछ। सागर लम्सालले म मुभ अन हुन सकिनँ, मेरो जिन्दगी बर्बाद बनाइदियो भनेर चाहिँ उहाँले चाहिँ अहिले रुई कराई गर्नु भएको छ सामाजिक सञ्जालमा। यहाँनिर प्रमाणित पनि भएको छैन कि ऊ दोषी छ भनेर। त्यो बलात्कार भएको 1 वर्ष भइसकेको रहेछ। यत्रो टाइमसम्म चाहिँ के हेरेर बसेको होला है भनेर कमेन्ट गर्नेहरू। ओ माई गड, तिमीहरूले आफ्नो बहिनी आफ्नो छोरीहरूलाई यो बारेमा सिकाएका छौ? हामी छौँ है, म छु है, केही नराम्रो भयो भने मलाई आएर भन भनेको छु। तिमीहरू कस्तो खाले मान्छे पर्छौ थाहा छ? बेलुका नहिँड, बाहिर ननिस्क, छोटो लुगा नलगाऊ, धेरै नमस्क, धेरै बाठी नहो, पोथी बासेको सुहाउँदैन भनेर केटी मान्छेलाई यति दबाएर राखेका छौँ कि भोलि गएर उनीहरूलाई केही गाह्रो साह्रो पर्यो भने तिमीहरूसँग कम्फर्टेबल भएर नि आएर आफ्नो मनको कुरा खोल्नै सक्दैन कि। किनकि तँलाई कहिले हिँड्नु भनेको थियो त? तँलाई कहिले बाहिर जानु भनेको थियो? दुनियाँले के भन्ला, उल्टे मलाई क्वेसन गर्ला। अब अपार्टमेन्टमा किन बोलाएको होला, अनि 2 जना मात्रै किन थिए होला, किन विश्वास गर्नु, किन बोलाउनु केटा मान्छेलाई, अर्काको बुढालाई दाइ भन्दै थोरै आफ्नै आमाले जन्माएको हो र तिमीहरू यति धेरै त्यो भिक्टिमलाई यति धेरै क्वेसन सोध्न सक्छौ कि त्यो फङ्सनै गर्दैन कि। मैले हो यो 1 वर्षसम्म सायद आई थिङ्क उसले यही होला कि अब मैले गएर भने बाबाले पनि किन बोलाएको भन्ला, अब अरूहरूले पनि त आफै त छोटो लुगा लाउँदै रहेछस्, अनि के मस्किस होला, केटा मान्छे भनेको त मोमबत्ती हो, पग्लिहाल्छ, तिमीहरू आगो भएको थियो होला, चमत्कार थियो होला, अहिले पाएनौ, अनि बलात्कार भनेको भनेर यति धेरै तिमीहरूले भिक्टिमलाई नै यति दोष लगाउँछौ कि आएर भन्नै सक्दैन कि। आई थिङ्क 1 वर्ष मैले यति करेज यसरी बटुलेछ कि धन अब चाहिँ भन्छु भनेर आएको छ। त्यसको लागि ह्याट्स अफ गर र आइन्दा आफ्नो बहिनी आफ्नो दिदी आफ्नो छोरीलाई चाहिँ नि यस्तो सिचुएसन आयो भने हामी छौँ, हामी सुन्छौँ भनेर उनीहरूलाई इन्करेज गर, सो द्याट कसैले दुर्व्यवहार गर्यो भने तिमीहरूसँग आएर भन्नुहोस्, यसरी 1 वर्ष 2 वर्ष वेट गर्नु नपरोस् के। मलाई फलानाले नराम्रो व्यवहार गर्यो भनेर तिमीहरूले यति आफ्नो छोराछोरीलाई कम्फर्टेबल फिल गराइदेऊ कि आफ्नो दुःख तिमीहरूसँग आएर सेयर गरोस्, न कि पब्लिकमा गएर अब आमाबाउले त बुझ्दैन होला, अब बुझ्दैन ल, इट्स इनफ इज इनफ, अब जे भयो नि मलाई बाल छैन भनेर सबै छोडेर अनि भनिदियोस् कि। त्यस्तो सिचुएसन आउनु भएन कि। अब चाहिँ प्लिज आफ्नो छोराछोरीलाई कम्फर्टेबल फिल गराउन सुरु गरौँ है। सक्कीगनीको कलाकार बलेको करियर कतै सकिने त होइन, बलेको जिन्दगी कतै समाप्त हुने त होइन। कलाकार तथा मोडल सागर लम्साल छेत्री बलेले चाहिँ आफूमाथि बलात्कार गरेको भन्दै एकजना युवतीले फेसबुकमा लामो स्ट्याटस लेखेको छन् र स्ट्याटसको अन्तिममा कसैको जिन्दगी बर्बाद पारेर कस्तो महसुस हुन्छ भनेर सागर लम्साल छेत्री बलेलाई चाहिँ ट्याग गरिएको छ, मेन्सन गरिएको छ र आफूहरूको परिवारसँग राम्रो चिन्जान भएको र 10 वर्षदेखिको चिन्जान भएको र आफूले दाइ मान्दै आएको त्यसको फाइदा उठाउँदै आफूमाथि बलात्कार भएको भन्दै एकजना युवतीले लामो स्ट्याटस सेयर गरेकी छिन्, लामो स्ट्याटस लेखेकी छिन् र यसको छानबिन होस् र दोषीलाई हदैसम्मको कारबाही होस् र निर्दोष नखसोस् र सत्य तथ्य के हो बाहिर आओस्। कसैको जिन्दगी कसैलाई बर्बाद पार्ने अधिकार छैन र यदि सागर लम्साल छेत्री बले निर्दोष छ भने निर्दोषले न्याय पाओस् र दोषी छ भने हदैसम्मको कारबाही होस्। यो देशमा कानुन छ, कसैले कसैको जिन्दगी बर्बाद पार्ने छुट छैन, हदैसम्मको कारबाही होस्। कलाकार सागर लम्साल बलेमाथि बलात्कारको आरोप लागेको छ। एकजना अमेरिकामा बस्दै आउनु भएको संगम विष्ट नामक एकजना चेलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक भित्ताको स्ट्याटस लेख्दै सोही स्ट्याटसमा सागर लम्साल बलेको आइडीलाई ट्याग गरेर
आजभन्दा 2 वर्ष पहिला अमेरिकामै आफ्नो स्वास्थ्य बिग्रिएकै बेलामा आफ्नो फ्यामिली मानेको, फ्यामिलीले दशकौँदेखि चिनेको, आफूले दाइ मानेको भन्दै सागर लम्साल बलेले आफूमाथि रेप गरेर नेपाल गएको भनेर स्ट्याटसमा पुरै खुलाउनु भएको रहेछ। यही कुरालाई लिएर विभिन्न मिडियामा न्युज बनिरहेको छ कि सागर लम्साललाई बलात्कारको आरोप लाग्यो भनेर अहिले सामाजिक सञ्जालमा विभिन्न गालीगलौज सुरु भइसक्यो। बले यस्तो, बले उस्तो, यस्ता रेपिस्ट ह्यान त्यान भन्ने धेरै गालीगलौज सुरु भइसकेको छ। एउटा केटीले एउटा पोस्ट मात्रै लेखेको र पोस्टमा नाम ट्याग गरेको छ, सोही व्यक्ति हो भन्ने पनि ऊ केटीले राम्रोसँग यही व्यक्ति हो भनेर तोकेको पनि छैन, सिर्फ स्ट्याटसको तलतिर नाम मात्रै ट्याग गरेको छ। अब त्यसकै आधारमा हामी गाली गलौज गर्न पुग्ने हाम्रो समाज कतातिर जाँदैछ भने क्या अलिकति संयमित हौँ। त्यो एभिडेन्स होइन, त्यो प्रमाण होइन क्या, त्यो रेप गरेको, बलात्कार गरेको भनेर प्रमाण देखाएको होइन, त्यो सिर्फ आफ्नो दुःख भावना पोखेर स्ट्याटस लेखेको। भोलि अदालती प्रक्रिया होला, कानुनी प्रक्रिया होला, कानुनले हेर्ला, छानबिन होला, को बलात्कारी हो कि नै, सही बलात्कार गरेको हो कि नै, अब हो कि त्यही व्यक्ति हो कि नै भन्ने पनि खुलेको छैन। त्यही भएर अहिले सामाजिक सञ्जालमा गाली गलौज गर्ने मान्छेको नामै तोकेर यो यस्तो उस्तो भन्न जरुरी छैन। संयमित हौँ क्या, आफू एउटा सभ्य नागरिक बन्न सिकौँ। अहिले आरोप लागेको स्पष्ट उनले खुलाएको पनि छैन, विभिन्न मिडियामा आएको छ। यदि भोलि रहेन छ सागर लम्साल बलेले रेप गरेको रहेन छ भने त्यो केटीलाई उल्टै मुद्दा लाग्छ कि लाग्दैन। त्यही भएर अहिले कसैलाई नजरअन्दाज, एउटा पोस्टको आधारमा नजरअन्दाज गरेर हेपेरै गाली गर्नु, नराम्रो प्रतिक्रिया दिन जरुरी छैन। हेर्दै जाउँ, छानबिन होला, कानुन छ, अदालती प्रक्रिया होला, दोषीलाई कारबाही होला, निर्दोष उन्मुक्ति पाउला, त्यही होइन। त्यसैले अहिले सामाजिक सञ्जालमा यो नचाहिँदो रहिलो मचाउन बन्द गरौँ। त अचम्म सागर लम्साल उफ बले जो चाहिँ भद्रगोल भन्ने एउटा टेरी सिरियलको एकदम चर्चित कलाकार सागर लम्साललाई चाहिँ बलात्कारको मुद्दा लागेको छ। सङ्गम विष्ट भन्नेमा एउटा चेलीले चाहिँ उसलाई चाहिँ मलाई बलात्कार गर्यो, यसले मलाई मिसाइल हान्यो केही वर्ष अगाडि। म पीडामा थिएँ, मैले उसलाई दुःखको कुरा सुनाउँदै गर्दाखेरि म रुँदै थिएँ। त्यही बेला मलाई मिसाइल हानिदियो सागर लम्सालले। म मुभ अन हुन सकिनँ, मेरो जिन्दगी बर्बाद बनाइदियो भनेर चाहिँ उहाँले चाहिँ अहिले रुई कराई गर्नुभएको छ सामाजिक सञ्जालमा। अब बलेले साँच्चै नै पीडितै बनाएको, बलात्कारै गरेको, जबरजस्ती गरेको हो भने चाहिँ बलेलाई कारबाही हुनु पर्यो। र ल परेर दुईजना मन मिलिन्जेलसम्म चमत्कार, नमिलिसकेपछि बलात्कार हो भने चाहिँ प्लिज छोरी मान्छे होस् चाहे छोरा मान्छे होस् कारबाही हुनुपर्छ है। यो चाहिँ अति हुन थालिसकेको देशमा। पहिला सुरुमा गर्लफ्रेन्ड बनाउने, बोयफ्रेन्ड बनाउने, मन मिल्ने, रमाइलो गर्ने, अनि त्यसपछि लास्टमा बलात्कार गर्यो, मलाई यसले फलानुले मेरो जिन्दगी बर्बाद बनाइदियो भन्यो। यस्तो कामहरू प्लिज बन्द गरौँ है, बन्द गरौँ। उहाँ चाहिँ फेरि कलाकारकै छोरी हुनुहुन्छ अरे, कलाकारकै छोरी हुनुहुन्छ उहाँ पनि। भन्नु भद्रगोलमै सँगै टेरी सिरियल खेल्ने कलाकारको छोरी हो रे भन्ने मैले सुनेको छु, सुन्नमा आएको छु। प्लिज सरकार अब के हो, सत्य छानबिन गरेर बदनाम गर्न खोजेको हो भने चाहिँ केटी मान्छेलाई कडा कारबाही होस्, र साँच्ची नै पीडितै बनाएको हो भने सागर लम्साललाई कारबाही होस्। जस्टिस पर अहिले नमागौँ, हेर्दै जाउँ 2-4 दिनपछि के हुन्छ, अनि त्यसपछि बल्ल अनि कुरा गरौँ ल। बलात्कारको आरोप लागेपछि 5 पाण्डाबाट बले आउट, चलचित्रमा उनी भएको दृश्य सबै काटिने, कुनै पनि नदेखाउने भनेपछि रह्यो यहाँनिर केही बाँकी। यहाँनिर प्रमाणित पनि भएको छैन कि ऊ दोषी छ भनेर त्यो बलेलाई। अब सकियो, फिल्मबाट आउट। यो बलात्कार भन्ने शब्द नै यति पीडादायी र यो यति गाह्रो शब्द हो नि, यो भनेर साध्यै छैन के। ल अब यहाँनिर ऊ गलत छ भनेर प्रमाण भएको छैन, आरोप लाग्दाखेरि ऊ छैन, फिल्मबाट आउट, सक्यो। अनि ऊ जहाँ जुन सिनमा छ कैची लु, हामी दिदीलाई यति गाह्रो छ यो शब्द भनेर साध्यै छैन। ऊ नेपालमा त्यो बहिनीको प्रवासी छ होइन, त्यो एकजना कोचीको, त्यो फेसबुकमा लेखेकोले। तर म चाहिँ यसमा सिधा कुरा गर्छु, यो फेसबुकमा लेखेका आधारमा हामीले साइबर उसमा गएर उजुरी गर्नु भने त लगभग आधी उधी जति विदेशमा र नेपालमा बसेका दाजुभाइहरू त सबै जेलमा हुन्छ। खुद मलाई पनि लेखेको छ, मैले महेश बस्नेतको भिडियो बनाएको बेलामा तँलाई चाहिँ भ्याएन कि क्या भनेर लेखेको छ। एमालेका झोले नम्बर 1ले अस्ट्रेलियामा बसेर लेखेको है, छोराछोरीका बाउले नि फेरि एमालेको झोले नम्बर 1ले। अर्को एउटाले लेखिरहेको थियो, बम्बईमा तँलाई त 500 रुपियाँ गोटामा कोठीमा देखिरहेको थियो, 500 रुपियाँमा गोटामा बिक्ने, कोठामा बम्बईको कोठीमा देखे जस्तो लाग्यो भनेर कमेन्ट गरिरहेको थियो। एमालेको झोले हो त्यो पनि। अनि भनेपछि त दुईजना त त्यहीँ गयो सिधै। मैले साइबर हाल्नु भने ती दुईजना सिधै जेलमा जान्छ।
मैले भने नि आधी जेलमा जान्छन् दाजुभाइहरू मेरो बिन्ती छ मेरो एउटा कुरा सुन राम्ररी यो शब्द यति नराम्रो पीडादायी छ भनेर साथै छैन कसको जिन्दगी भविष्य कति बेर बुम पार्छ सक्छ थाहा हुँदैन आफ्नो इज्जत त गयो गयो परिवारको इज्जत आमा बुवा दिदी भाइ मामली सबैको इज्जत सकिन्छ पैसा कमाउन सकिन्छ इज्जत कमाउन सकिँदैन हेर यहाँनिर नराम्रो नजरले बलात्कारै गर अथवा मनमिलापमा गर यहाँनिर भोलिका दिनले जे पनि बनाउँछ हेर मनमिलापमा गरेको पनि बलात्कार हुन सक्छ बलात्कार यो जे पनि हुन्छ नछो मैले भनेको मान दिदी बोलले नछो तिमीहरूको सामानलाई कन्ट्रोल गरेर राख सिधा कुरा गर्छु हेर सकिन्छ जिन्दगी एकचोटि आउँछ इज्जत पनि एकैचोटि आउँछ पैसो भने जति कमिएर दुःख गरियो मेहनत गरियो ठाउँमा पुग्यो समयले साथ दियो भगवान् दाइना बसिदियो भने तर इज्जत गएपछि सक्यो छोराछोरीको कारणले गर्दाखेरि बाबुआमालाई हार्ट एट्याक आउँछ बाबुआमालाई सुगर हुन्छ बाबुआमालाई मर्ने स्थिति आउँछ दिदीबहिनीले बाहिर बाटोमा निस्केर हिँड्न सक्दैन जब कि त्यो दिदीबहिनीले दाजुभाइले सिकाएको पनि हुँदैन त फल्नाको तँ चाहिँ छोरी मान्छेलाई गएर बलात्कार गर मार यो गर त्यो गर भनेर तर अब यहाँनिर सकिन्छ के इनोसेन्ट प्रुभ गर्न पनि सकिँदैन कति धेरैवटा घटना यस्ता हुन्छन् यो भन्दा राम्रो बिहा गर श्रीमतीलाई छो श्रीमतीदेखि बाहिर अरूलाई छुने काम नगर इभन तिमीहरूका गर्लफ्रेन्ड नै किन नहुन् जतिसुकै म्याचर हुन् दुइटै एडल्ट हो तर हुँदैन यहाँनिर यो चाहिँ यो बलात्कार भन्ने यो के भन्नु यति धेरैजना नेपालमा दिदीबहिनी मारिएका छन् भनेर साथै छैन 2 वर्षदेखि लिएर 80 वर्षसम्म खालि रेप गरेको छ अब यहाँ दाजुभाइ आउँछ रेप गर्ने तिमीहरू छोरा मान्छे होला छोरी मान्छेलाई रेप गरेर मारेको मलाई थाहा छैन अहिलेसम्म सुनेको छैन ल हेर त यहाँ अब बलेको जिन्दगी थाहा छैन अब के गरेको छ त भाइले मेरी सुध्र है दाजुभाइ हो सुध्र नि सुध्र अब हामी दिदीबहिनी त के गर्नु र हेर अहिलेसम्म फलामको कट्टु निस्केको छ है अब त्यही फलामको कट्टु निस्केर लगाएर हिँड्दा हुन्थ्यो चाहिएको यति हो हेर मलाई बोल्न अप्ठ्यारो लाग्दैन चाहिएको यति नै हो त्योभन्दा बढी बलात्कार गर्नेले खोज्दैन केही पनि त्यही भएर उसले 2 वर्षको बच्चा पनि भन्दैन 80 वर्षको हजुरआमा पनि भन्दैन चाहिएका यति नै हुन् यिनै शरीरका डल्ला यिनै चाहिएका हुन् कसम होला घिन लाग्छ यार मलाई इज्जत माटोमा मिलाउने काम नगर भने बाँधेर राख डोरीले तिमीहरूका चिजबिजहरू तर नछो बिहा गर श्रीमतीलाई छौ अरूलाई होइन जति बेला जहाँ जो पनि गर्न सक्छु अनि यहाँनिर पहिला समाधान गरेर जेलमा जाग्ने हो अनि मात्रै अनुसन्धान हुन्छ फेसबुकमा लेखेको छ सक्यो फिल्मबाट आउट त अब के गर्ने मलाई थाहा भएन